हामी जस्तो तरिकाले हामी एउटा लागु पदार्थको लतमा फस्यौँ र पनि नफसोस् र रिकभरी भएर हामी यस्तो रिकभरी भएर आओस् भन्ने अनि हाम्रो संस्थाले सुरु गरेको रन गरेको विश्वास पुग्न लाग्यो र आज कुरा गर्दा के त यहाँ 80% यति मान्छे सक्सेस भन्ने भन्दाखेरि पनि यहाँ चाहिँ हाम्रोमा के छ त धेरै मान्छे हुनुको कारण के त भन्दाखेरि किन मान्छे आउँछ त भन्दाखेरि रिकभरी भएर नै मान्छे आउँछ हामी होइन किन भन्दा हाम्रो भनेको मेसेज हो सन्देश हो र हाम्रो चाहिँ हरेक ठाउँमा हरेक टोलमा हरेक जिल्लामा हरेक देशमा अनि अर्को कुरा के त भन्दा हामी कहिले पनि अब हामी चाहिँ यो स्यालेरीमा काम गरेको होइन क्या सबैले हामी पनि पुरो पहिलाको लागु पदार्थ दुर्व्यसनी भएर नि हाम्रोमै राम्रो हुन्छ हामीले यहीँ हामीसँग बसेर चाहिँ काम गर्न चाहिँ उनीहरूले पाउँछ र यहाँको काम गर्नुको यहाँको फाइदा भनेको के हो त भने मेन भनेको चाहिँ क्लिन बस्नु नै हो कि होइन लागु पदार्थ एकदम एउटा यस्तो चिज हो होइन जुनले चाहिँ एउटा चिज खाएर चाहिँ 99वटा उसले चिज उसको पिलिसकेको हुन्छ एउटा चिज खाएपछि छोडेपछि 99वटा चिज राम्रो पनि हुन्छ र अर्को कुरा भन्नुपर्दाखेरि के छ त भन्दाखेरि अनि यसमा हामी कोही पनि स्यालेरी बेसमा कोही पनि बसेको छ यहाँ हामी त्यस्तो मान्छेलाई 50,000 30,000 20,000 भनेर लिँदा पनि छैन होइन एउटा मान्छेले नर्मल खाने खर्च कति हो 13,000 14,000 15,000 र 18,000सम्म दियो भने पनि हामी राख्न सक्छौँ त्यहाँसम्म हामीले म्यानेज गरेर पुग्छौँ र म्यानेज गरेर पुग्नुको कारण के हो त भन्दाखेरि चाहिँ मेन भनेको के त भन्दा हामी स्यालेरी लिँदैनौँ हामी स्यालेरी किन लिँदैनौँ त भने हामी यहीँबाट सबै लागु पदार्थ दुर्व्यसनी भयो र अनि त्यहाँबाट अर्को कुरा अनि हामीले चाहिँ लागु पदार्थ छोडेको कारणले चाहिँ हामी बाहिर काम गर्न सक्यौँ घरमा विश्वास पायौँ समाजमा राम्रो काम गर्न पायौँ अर्को हाम्रो अफिसियली कामहरू पनि गर्न सक्यौँ त्यसले गर्दाखेरि चाहिँ आज हामी चाहिँ अहिलेसम्म चाहिँ एक पैसा कुनै पनि तलब सुविधा नलिकन हामी यो काम गर्दैछौँ र हामी अहिले हामीले भन्ने हो भने हामी चाहिँ अहिले 11जना ग्रुप छ 11जना हामी अहिलेसम्म चिसो भइ नै सुन्छौँ घर यही हो हातछार हामी जान्नले आफ्नो टाइमहरू भएर काम गरेर आउनु भएको छ कोही कताबाट काम गरेर आउनु भएको छ कोही कताबाट आफ्नो काम गरेर यही टाइम दिनुहुन्छ यहाँ काम विभाजित हुन्छ कि उसले बिरामीलाई यसरी उसले मेसेज गर्ने यसरी उसले चाहिँ राम्रो बाहिर हस्पिटल के लानु पऱ्यो भने यसरी लाने यसरी हामी म्यानेज गरेर अहिलेसम्म यसरी बसिरहेको छ 20 वर्ष अगाडि धेरै नै